वैदेशिक रोजगारमा उतार चढावहरू धेरै भइरहेका छन् यति बेला नयाँ सरकार आएदेखि। जसले जे कुराकानी गरे पनि नि साथीहरू सावधानी अपनाउने भनेको चाहिँ तपाईँ हामीले रहेछ। तपाईँ हामीले विचार गर्नुपर्ने रहेछ। के कुरामा आजको भिडियोमा स्पष्ट पार्न गइरहेको छु। फलो गर्नु होला पहिला यो आइडीलाई मेरो अनुरोध छ। फलो नगरिकन भिडियो नहेर्नुहोस् भन्छु म चाहिँ। अनि वैदेशिक रोजगार सम्बन्धी सबै जानकारी दिने हाम्रो च्यानल छ प्रवास टिभी युट्युब च्यानल PRAWASH। त्यहाँ गएर भिडियोहरू हेर्नु होला। त्यसै गरी www.pravastv.com अनलाइन न्युज पोर्टल छ, त्यहाँ गएर पनि भिडियोहरू हेर्नु होला तपाईँहरूले। सो फेसबुक पेज छ, त्यसमा पनि जोडिनु होला। पहिलो नम्बरमा यो तपाईँहरूलाई मैले भने। अब तपाईँ हामीले के कुरामा ध्यान दिनुपर्छ? नम्बर 1, क्यास कारोबार नगर्नु होला। एकाउन्ट टु एकाउन्ट ट्रान्सफर गर्नु होला। र त्यो ट्रान्सफर गर्दा डोन्ट फर्गेट टु राइट वैदेशिक रोजगार इन रिमार्क्स सेक्सन प्लिज। त्यो रिमार्क्स सेक्सन हुन्छ नि, त्यहाँ चाहिँ वैदेशिक रोजगार लेख्नु होला, नत्र मुद्दा अलिकति अप्ठ्यारो मोडमा जान सक्छ। यदि कसैले होइन वैदेशिक रोजगार लेख्दै नलेख्नु र म क्यास पैसा मात्रै मलाई दिनु भन्छ भने द्याट इज फेक। यहाँबाट सुरु हुने भयो क्या अब ठगी। विचार गर्नु होला। बरु विदेश नजाने, ढिला हुन्छ, केही फरक पर्दैन, केही न केही नयाँ कुराहरू आउलान्, जस्ट वेट फर द राइट टाइम भन्छ नि, त्यो विचार गर्नु पर्यो। अनि सपोज म मेन पर्वको मान्छे होइन, अनि मैले त मेरो क्युआर कोड दिनु पर्यो नि तपाईँलाई। राम श्याम हरिको किन दिने त? अनि तपाईँले हेर्नुहुन्न राम श्याम हरिकोमा चाहिँ पैसा ट्रान्सफर गइरहेको हुन्छ। बिचरा अब को मान्छे हो, को साथी भाइ को थियो, अब उसले चाहिँ के गर्ने भयो? ऊ फस्ने भयो नि त। तपाईँले मलाई मुद्दा हाल्न सक्नुहुन्न। अब सरी, मुद्दा हाल्ने जसको एकाउन्टमा पैसा हाल्नु भएको छ उसलाई मुद्दा गर्न मिल्छ, नत्र मिल्दैन। क्लियर कुरा। सो 3 पुस्ते अनिवार्य खुलाउनु होला। मेरो एकाउन्टमा पैसा हाल्दै हुनुहुन्छ भने मेरो बाबाको नाम, मेरो हजुरबाको नाम, मेरो नागरिकता, मेरो ठेगाना तपाईँलाई थाहा हुनुपर्छ है। यति गर्नु भएको छैन भने व्हाट्सएपमा समथिङ च्याट केही गर्नु भएको छ राइट, त्यो च्याटको स्क्रिनशट भए पनि एउटा प्रुफका लागि राख्नु होला। र वैधानिक प्राप्त मेन पावरबाट मात्रै प्रोसेस गर्नुहोस्। डोन्ट बिलिभ राम श्याम प्लिज, हुँदैन। काका मामा पर्ने त्यो साइनो लगाएर वैदेशिक रोजगारमा तपाईँ प्रोसेस नगर्नुहोस्। डोन्ट गिभ योर पासपोर्ट प्लिज। पैसा त दिनै हुँदैन, मैले भनेर नै पर्दैन। यति कुरा बुझिदिनु होला न मेरा साथीहरू। यति मात्रै तपाईँले भनेको मान्नुभयो भने लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू वैदेशिक रोजगारमा ठगिने छैनन्। अर्को कुरा, मेन पावरबाट जाँदै हुनुहुन्छ भने तपाईँले डिसिजन लिनु पर्यो। आफ्नो स्यालेरी, कम्पनीमा काम, खाने बस्ने सुविधाहरू सबै त्यो मेन पावरले तपाईँहरूलाई एक्सप्लेन गर्नुपर्छ, त्यही अनुसारको हुनुपर्छ। अब कहिलेकाहीँ म चाहिँ तपाईँको सेल्समा गएको मान्छे स्टोर किपरमा हाल्देला, त्यो अपवादमा पर्छ। स्टोर किपर कहिलेकाहीँ काम गर्नुपर्छ साथीहरू। विदेशमा फ्री भएको बेलामा झाडु पोछा हान्दा पनि फरक पर्दैन भनेर चाहिँ कम्पनीका बोसहरूले भनेको अवस्था छ। म यो सक्दिनँ भन्न चाहिँ मिल्दैन, किनकि हामी त्यो विदेशमा गइसकेपछि काममा सानो ठुलो चाहिँ भन्ने चलन हुँदैन साथीहरू।